साइलो आएन है अनि तिनीहरूले कुट्यो नि मलाई आमामामामा ढोका तढेङ हानेर मेरो ढोकै फुटाएर कुटेर गयो ल ऊ त्यहाँ छ मेरो माइती मेरो मम्मीको माइती मेरो माइती यही हो ऊ त्यो माथिको मलाई हेला गरेको थियो यति सबै हो क्या यति मलाई हेला सबै हो गरेको थियो मेरो गुनै काटेर खाने भइरहेछ अहिले त मेरो गुनै खाने भइरहेछ अहिले त यस्तो गर उस्तो गर आइज भन्छ अहिले त त्यतिखेर त कति हेला गर्थ्यो है कति हेला गर्थ्यो मलाई हेला गर्छ फेला पर्छ तिमीहरूले हेला गरेर म डराउँदिनँ मेरो परमेश्वर छ भनेर मैले भनेको थियो मेरो परमेश्वरले मलाई साथ दिनुभयो परमेश्वरले पनि मलाई आनन्द सुख शान्ति दिनुभयो मलाई परमेश्वरले तिमीहरूलाई अहिले त मलाई घाँसले मलाई केले यस्तो गरौँ उस्तो गरौँ भन्छ अहिले त मेरो दाइ भाइले उहिले चाहिँ हगिसक्यो दैलो देख्यो भने जस्तो अहिले चाहिँ ए यिनीहरू त केही माग्न आएको होला भन्ने हुन्थ्यो है मैले गयो भने त अनि यसो म आमा घर आमा माइतीमा गएर आमा भेटौँ बुवा भेटौँ भनेर जहाँतिर गरेर मलाई थुक्थ्यो तिमीहरूलाई थुक्छु अब म तँलाई लाज नबोकोहरू तँलाई होइन त हो आफ्नो दिन पनि आउँछ क्या त्यसैले कसैलाई पनि तल गिराएर भन्नु हुँदैन कि यो गरिब छ यो यस्तो छ आफ्नो एउटै अन्द्रबाट एउटै दुध खाएर जन्मियो सन्तानले त्यस्तो खेद गर्दो रहेछ भनेदेखि त बरु अरूले माया गर्दो रहेछ मेरो मलाई बोलाउने चाहिँ ऊ त्यो माइती हो कि तिमीहरू आऊ काम गर भनेर है जुनै बेला पनि चाडबाडमा भात सात खानलाई पनि बोलाउँथ्यो है हामीलाई यो माथिल्लो घर र तल्लो घर चाहिँ बोलाउँथ्यो अहिले चाहिँ तिनीहरू चाहिँ टाढो भएर बसिरहेको छ अहिले चाहिँ अहिले त्यो मेरो गुनै चल्नु भएको जस्तो मलाई हेला गरेर चाहिँ तिनीहरू चाहिँ नजिक भएर छ तिनीहरू चाहिँ अलिक पर भएछ कि त्यो अहिले किन होला त्यो कुरा नबुझेर हो कि अब तपाईँहरूले बोलाउने नि कुनै कुनै बेला म बोलाउँछु आउन है मेरो घरमा ओ नर्दुवाला हेर्नु त्यहाँ फोन फोन घुमेर नाचिरहेको छु सैतान सैतान त्यस्तो हुन्छ कि सैतान भरे त्यस्तो गाउँभरि पागल जस्तो लौ पागल के हो त यो बनझाँग्री हो क्या हो झाँग्री सुना झाँग्री त्यो घाटतिर हिँडेको त्यो भूत प्रेत सबै त्यही हो कि त्यो ए सलाम पनि छोडिरहेछ त्यहाँबाट भूत प्रेत गाउँला हो ठिक छ भूत सैतान नाच्यो ए यो त हाम्रो ठुलियाडी होइन है भाइ मोक्तन मामा जस्तो लाग्यो मलाई त हो र हाम्रो ठुलियाडी हो त्यागे त हो त नि कस्तो मलाई त स्वर चाहिँ अहिले त्यही गर्दा त मोक्तन मामा जस्तो सुनिरह भने मैले त त्यागे त हो त नि ठुलाडी हिजो मसित गाली गरेर गएको अहिले त्यहाँ डन बनेर त्यसको सैतान बोकेर हिँड्यो होला नि त अहिले आएर तपाईँले एकचोटि कराउनुपर्छ डढाएर चुप लाएर लाग्छ तलतिर जाउँ हामी